गाइस गुड इभिनिङ। आज चाहिँ हामी आलु खन्नु आँटेको अनि अब आलु खन्ने बेला भइसक्यो। आज चाहिँ हामी आलु खन्नु आँटेको। अब तपाईँलाई देखाउँछ आलु कति बोरा भर्ले के भर्ले र कसरी खन्नु पर्ने। आलु खन्ने मान्छेहरू यता छ। आइला त यता खन्नु स्टार्ट गर्यो आइलाले आलु। अब आलु बारी यता छ। अब आज चाहिँ हामी आलु खन्ने हो गाइस। यो चाहिँ पछुवा हो, यो चाहिँ खन्ने बेला भयो। हेर्नुहोस् है गाइस, आइला खन्ने के साह्रो मान्छे आलु खन्दैछ के भनेको यहाँ। हेर्नुहोस् है गाइस, औ आलु ए सरी के हुँदैन अलिअलि त हो त आलु टिप्नु यो लगेर हाल्दिनु एक बाह्र मिनट त्यो भाँडा त अलिक बिचमा राख्नु, बराको बिचमा राख्दा कोही पछाडि कोही अगाडि रहेछ मान्छे नि अन्त पार्नु न। केही हुँदैन। म त यो आलु टिप्दै दिन जाने अन्त खोइ अन्त कहाँ गएको भाइ भाइ गरेर आलु छ आछो यसले पर उपर क्यामेरा देखेर पो भाइ भाइ गरेको होला। ल म अलिक उयो खान्छु, यस्तो उखाल्नु पऱ्यो। यहाँ के गरेको थियो यो उखाल्ने होइन अन्त उखाल्नु पर्यो नि त अन्त। त्यही त यो सक्दैन कसले आलु नदेखेको नगर न। आलु नछोड है, आलु चाहिँ ठ्याप्पै त्यो मसिनो सब्जी सबै हाल्ने। छौँ जा नानाहरूसँग लाग्दै उकालो बाटो पछ्याइदे बाटो हो ऊ पछ्याउँदैछ, ऊ आउँदैछ। उन्दो होइन उम्बो। यो चाहिँ उयो उखालेर उयो गर्नु पर्छ। सजिलो हुन्छ नि त। यो राखेर पनि के अन्त यो ओइलीको सक्यो अन्त ओइली सक्यो अरे। आफूले त फेरि अगाडि खोलेको होइन क्यामेरा। खोइ उता के भएको ए बोरामा कति भाडा जाँदैछ। कसैले चाहिँ एउटै झ्याङ्गो फलेछ, भक्कु फलेको कोही चाहिँ कोही भक्कु फलेछ, कोही चाहिँ छन् पनि छैन रहेछ। छैन त्यो मरेको झ्याङ होइन। आम्मामा यहाँ होइन कत्रो खै ए त्योभन्दा ठुलो बोरामा छ यहाँ हेर त। खोइ हाल्यो अघि हाल्यो यो खै यो उन्दो होइन उम्बो जानु हुँदैन। नपुर्न यो चाहिँ यो घाँस चाहिँ कसलाई पुऱ्यो उयसको काम आज नानीमा म उन्दो गयो यही हुँदैन। के हुँदैन अरे पराउँदा भन्नु आज यो हालौँ न त बोरा चाहिँ खोलाउँदै बोलाउँदैछ ऊ जब बोलाउँदैछ। ल त्योभन्दा ठुलो यहाँ रहेछ, बाउहरू यहाँ रहेछ। ल खोइ ल खन्दै पनि नानी यहाँ राख्दै त। अब नानी यहाँ राख्दै त यहाँ बोरामा ऊ पर राख्दैन बरु बिचमा आलु बारी खन्नु जान्छ। यहाँ राख्नु त्यो पनि आलु खन्नु जान्छ। ल उता जानु आलु खन्नु, यसलाई पनि हेर्दै गर्नु। ल हेर्दैन हामी
आधा दिन चाहिँ होला उन्द नाच्दैन ल यसलाई खुसी भएछ काँडौँ काँडौँ भएछ त्यही रहेछ नि त हापा है उयो खुसी भएर काँडौँ काँडौँ बुढै लगेको गयो गिसाएर सर 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 मेरो त घरमा थाल्दिनु पनि छ गरेकै छैन खनेको त टिपेर हाल नसुरेन त्यति साह्रो त नखानु खायो मेरो त्यो भित्रतिर त छैन यसो नि त हामीलाई त जोरै यस्तो छ त खनिसकेको निकालेर हात टिपेर हाल्नुपर्छ नि उसो हाम्रो के आछोले चाहिँ यसो भन्छ मान्छेले यसो पल्टाउँछ नि त यता खै हाउ कहाँ राख्यो तपाईँ अगाडि मात्रै राख्दो रहेछ त यता राख्नु अलि अब भर्खर काल गयो त ऊ पर पुगेछ त मेरो छोरी त पक्रै पुगेछ मेरो छोरी त पक्रै पुगेछ हेर्नुहोस् है आलु हारियो नि त आलु छ भोलि बेच्ने हाल्यो नानी नानी पक्रेर म धत्छु Rapi. Rapi kau ni jalan dah. Apa boleh apa? Boleh apa? Orang orang dia nak kau mana? Aku mana? मलाई पत्ता नै आलुको त कहाँ मलाई मलाई त 6 महिनासम्म हुन्छ त
यति मर्नु भएर भुटान क्या मात्र कहाँ पुऱ्यायो आठुले त नानी पल्लो छेउ पुऱ्यायो छोरी त पल्लो छेउ पुऱ्याइदिएछ आउँदैछ है हत्तु भयो कोही मान्छे आलु खानेर हत्तु हो यस्तो छ है त आलु उठाउने आन्टी भनौँ बारीमै आउँछ है ऊ हाम्रो त आलु उठाउने आलु त 10 बोरा फलिहाल्यो अझै गन्दैछ गनि नसक्छ है हाम्रो आछला चाहिँ यहाँ खन्दैछ है आलु कत्रो यत्रो फल भए पो भनेछ खोइ त आलु होइन मेरो नानी चाहिँ 80 डेसबाट लिएर आएको आलु खानु भने चाहिँ आलु खानु थालेको नानी हेर्नु कहाँ गयो पछाडि पो लुक्यो त ए ऊ त आलु पो गन्दैछ कति रहेछ भने गाइस आलु गरिदिरहेको चाहिँ अहिले बोल्नु चाहिँ के बोल्नु ल एक बोरा त हुनु आँटेछ है 50 रुपैयाँ किनेको हैन तल अन्त त्यतिखेर त फर्स्ट थियो आलु सबसे फर्स्ट पास्टिङमा उसको आलु खनेर यति आधी बोरा भइसक्यो हुन्छ एकछिन ल हो भलेन त्यस्तो बेसी अलिअलि मात्रै थियो पुरा किराले खाएको थियो त वाउ हेर्नुहोस् त एक जग्गा आलु कति बेसी फलेछ भगवान् टिप्नु पनि नभ्याउन आलु पो फलेछ हेर्नुहोस् त है मुख माथि माथि छ आलु वाउ कत्रो ठुलो हेर्नुहोस् त गाइस आलु आम्मामा यहाँ हेर्नु त है आलु आच्छा यहाँ हेर्नु न कत्रो है फल्ने जग्गामा यति बेसी फल्छ हेर्नुहोस् त गाइस हेर्नुहोस् त गाइस आलु टिप्नु पर्छ छैन है छोरी ओ मेरो छोरी त ढुङ्गा यहाँ नि सबै हाल्छ ढुङ्गादेखि लिएर कहाँ जानु भएको तपाईँ चाहिँ यहाँ बस्नु न मार्च महिना ठिकै हुन्छ अब किन लाग्नु ऊ यहाँ आउँछ होइन यो खनाको बाटो त्यो पछाडि पछुवा हुन्छ त भरोस् न यहाँ ग्यास टाटै फुस्क्यो नि त
गलेको नि जति जिउको मासु काँटा कस्तो रहेछ त काँटा हो अट्किरी भएर पनि भक्कै भएर बसेको थियो छेम्बर होइन हुन्छ के हो हाम्रो आइज माथि सौदा पठाएको छ सौदा ल्याउनु गयो ए गए उसको ठुली आमा चाहिँ माथि छ कि माथि घर गयो कि अब ऊ पनि गयो ऊ माथि ठुली आमा त माथि गएको ऊ गएको अच्छा सोधे जाओस् कहाँबाट जाँदो रहेछ कहाँबाट जाँदा चाहिँ हेरौँ है हाइस मेरो छोरी चाहिँ गयो कहाँ गएको नि ऊ हेर्नु सधैँ हिँडे होला कि उसलाई पुरा थाहा भइसकेको छ बाटो हेर्नुहोस् त है ठुली आमा चाहिँ देखेछ कराउँदैछ नानी लड्छ भने बोलाउँदैछ यहाँ छ ए फेरि हो अब अर्को फेरि कम त माया गर्दैन बराबरले चाहिँ उन्दु ल्यायो ऊ नानी लड्छ भने उनले बोलायो मम्मी आइपुग्यो भन्दैछ ऊ पनि आयो साह्रो गएको फेरि गयो हेर्नुहोस् त गाइस फेरि उकालो गयो ती पुग्यो बराबोचेनले बम्बोचेनले पुगेछ लगेर गयो कहाँ लगेको कुनै आयो अब के गरेर हेर्नु त एक ठाउँका घुमेर आयो यतै के गर्नु आँट्यो उयो गाइस हेरिहाल्नु चाहिँ बम्बुले के गर्नु आँटेको बम्बुले बाम्पो चाहिँ रेला गर्दैछ खुट्टामा बानिरहेको छ बेसी हिँड्यो भनेर हत्तु भयो नि त बेसी हिँड्यो भनेर बानिरहेको छ एउटा धौरी तान्दैछ हाँस्दै खुट्टा हल्लाउँदैछ अब हेर्नुहोस् है गाइस ऊ यता आउँदैछ डोरी बाँधेको छ नि त खुट्टामा अन्त खुट्टामा हेर्नुहोस् न खुट्टामा बाँधिरहेको छ बेसी हिँड्यो भने बाँधेको नि मलाई रिस उठेको होइन नि त्यत्रो लामो छ त्यो डोरी ओ गाइस मेरो छोरी चाहिँ भित्ता उखाल्दैछ ए भित्ता उखाल्दैछ उता फेरि बम्पोले छोडेछ बिचारा भनेर किन छोडेछ जानेन नि त अन्त ऊ पनि खन्ने आएर हेर्नुहोस् है ढुङ्गा टिप्दैछ तपाईँको पहाडीको ढुङ्गा या या सु या या होइन सु सु खालि उम्बै जान्छ म त अल्छीवालै नानी देखेको छ ऊ बम्पु उम्बु गए अब बम्पु ल्याउन आइज भनेछ बोले मेरो नानी चाहिँ यहाँ पुगेछ बम्पु यहाँ माथि रहेछ चादर आएको छ भने चादर रिस्पाउनु गएछ चादर ए जानुपर्छ ओ हाम्रो आङ्गी पनि यहाँ त आलु कति खने कि भने हेर्नु आयो आङ्गी आलु किन्नु आउनु भएको आलु किन्नु आउनु भएको होइन कति 2 बोरा लानु हुने ऊ 2 बोरा लाने भनेछ मेरो छोरी चाहिँ यता बदमास गर्दैछ है गाइस
आलु हालिदिन्छ त्यस्तै बोकेर आएछ नि त फेरि काटा आलु बोकेर फल्दै तिनचार मात्रै रहेछ फेरि मसिनो आलु धेरै फलेको र ठुलो ठुलोले जित्छन् कुनै कहाँबाट निस्केको अब एक बोराले 3-4 बोरा आए भए पनि है एक बोरा ब्यास भएर 2 बोरा उयो नाफै छ नि रोप्यो भने अब किन खानु पर्यो भने अन्त एक बोरा आलु किन्दा कति लाग्छ लरेदैन पक्रेर जानेन बुङ हुन्छ नहुँदै ल बुङ खाइको मेन तो ती बाटी आलु फुल्न आइज फुल्ने पुरा के छ कामा दिते दाइ फ्याट त्यहाँ देगा त म पिउँछ खेर अब हेर्न मेरो छोरी जुन्ने भगवान खालि भन बन्छ त नखान न छोरी बस यहाँ बस आमा मम्मी बारी खोल्छु ओ यहाँ पर जानुहोस् हाई भन्नु हाई भन्नु हाई भन्नु हाई भन्नुहोस् बाई 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 भन्नुहोस् हाई भन्नु मम्मी बारी हुन्छ दाछीदेखि हाँस्दैछ गाइस आलु खन्दा खन्दै बोक लाग्यो अरे बोक लाग्यो त 3 जना बिस्कुट खान थालेछ है गाइस हेर्नुहोस् त 3 जना भम्पो आम्बम छोरी चाहिँ बिस्कुट खान थालेछ म उखाल्दैछु यहाँ ए उखाले अझै खानु छ नि गाइस के खानु छ अहिलेसम्म चाहिँ 4-5 बोरा चाहिँ घरमा पुऱ्याइसक्यो अब 2 बोरा यहाँ छ अझै यहाँदेखि 4 बोरा जति आउँछ ल आलु चाहिँ दामी फलेछ है गाइस यस्तो हुन्छ हेर्नुहोस् त के भएको के अरे त्यसको नाम सब्जी पायो तपाईँले ए अब यता चाहिँ चिया पकाउनु जाने अरे खोइ कहिले जान्छ के खानु परेको नि एउटै मुखमा भगवान् के साह्रो चलेको बुढाबुढी हेर्नु चलेको हेरी हो बुढा चाहिँ उयो गर्छ खन्दा आलु खन्दा खन्दा पुरा कम्बर दुख्यो कि उखाल्नुमा बसेको म चाहिँ खेतालाहरू पुरा आयो हेर्नुहोस् हौ खेतालाहरू खन्न थाल्यो खेताला हौ खेताला बहिनीले आलु आयो खेताला खेताला हेर्नुहोस् न गाइस यस्तो ठुलो माथि हाल्नु त बहिनी यस्तो सानो हाल्नुपर्छ यहाँ ल ए यस्तो चाहिँ यहाँ हाल्नुपर्छ ल यस्तो सानो चाहिँ यहाँ हाल्नुपर्छ केटाकेटीले आलु खानेको आलु छोडेको आँगिलो मासु खेताला पनि त होइन चिया पनि लगायो
आइलाले चाकु पकाएर ल्याइसकेको खेताला हेर्नुहोस् है गाइस कस्तो छैन हेर्नुहोस् त गाइस खेताला एकै कुद्ने हो मिठो तिमीहरू यिनीहरू आलु खोज्नु जाने यिनीहरू अघि नै लु भाइ एउटा हिपहप गाना गाइदिनुहोस् त उहाँ भयो गयो देखेन हेर न बहिनी हेलो भनिदिनु लु ए मेरो सानो बहिनी भन्छ लु भन्नुहोस् त हेलो भन युट्युब च्यानलमा हाल्नु है बिस्किट खाएर हेर्नुहोस् त अन्न के भएको बिस्किट एउटा त आँखा पो सुन्ने चाहिँ के भएको मेरो छोरी चाहिँ हेर्नु गयो तर गयो सबैजना अन्त मेरो नानी चाहिँ हेरिरहेको छ कोही हुन जान्छ कोही हुक्का लाउनु छ है गाइस दिमाग खराब भिडियो नबनाइ यहाँ मेरो चाहिँ माचिला क्याटपाला यहाँ हेर्नुहोस् त हाम्रो माछीलाई कस्तो हेर्नुहोस् हौ आलु कस्तो राम्रो खन्नुहुन्छ हेर्नुहोस् है मेरो छोरीको उपर त हेरिहाल्नुहोस् है हेर्नुहोस् त उपर त हेरिहाल्नुहोस् है गाइस कति उपर त राखेको नि उसलाई हेर्नुहोस् त गाइस होइन तपाईँलाई कति उपर त राखेको हेर्नु त उपर त आमामै किन आलु त यहाँ कोबारौँ भयो त्यही भएर यहाँ हेर्नुहोस् अब अगाडि हाल्दा यहाँ टिपेर हालिसकेको चाहिँ यहाँ हेर्नु ग्यास हेरिहाल्नुहोस् हौ आमा उहाँ हेर्नुहोस् हौ यस्तो छ हेर्नुहोस् हौ हो मसिनो आलु चाहिँ अब किन बार्नु त सब्जी खाऊँ भनेर चाहिँ हेर्नुहोस् त है गाइस हेरिहाल्नुहोस् है त्यो आलु खाना आलु खोजको हुन्छ मेरो आजको ब्लग चाहिँ छोटो मिठो ब्लग चाहिँ यति नै हो आजको हामी आलु खनिसक्यो हामी बेसी बारेन हामीले तपाईँको 3 बोरा चाहिँ बार्यो आजको ब्लग चाहिँ यति नै हो हुन्छ फेरि नेक्स्ट ब्लगमा भेटौँ मलाई अहिलेको लागि चाहिँ बाई बाई ए एउटा कुरा भन्नु बिर्सेछ तपाईँहरू नयाँ मेरो पेजमा हेर्नुहुन्छ भने मलाई चाहिँ सब्सक्राइब लाइक गरिदिनु होला र हामीले माया गरिदिनु होला मलाई हुन्छ बाई बाई गाइस